केपी शर्मा ओलीको बारेमा तपाईँलाई एउटा इन्ट्रेस्टिङ कुरा भन्छ है। केपी शर्मा ओली चाहिँ यो कन्स्टिट्युसनमा हाम्रो फेडरल सिस्टम छ नि यसकै एगेन्स्टमा थिए अरे के। धेरैसम्म केपी शर्मा ओली चाहिँ यसको एगेन्स्टमा थिए। कतिले चाहिँ के भन्छन् भने केपी शर्मा ओलीले नै यसलाई हलो अड्काए जसरी पनि लामो समय अड्काएर राखे, किनभने यिनी यसको एगेन्स्टमा थिए। तर जब उनी चाहिँ देशको चाहिँ प्राइम मिनिस्टर, फर्स्ट प्राइम मिनिस्टर होइन, अब कन्स्टिट्युसन बनिसके पछाडिको हुन पाइन्छ भनेर केपी शर्मा ओलीलाई चाहिँ होइन केही न केही गरेर ल्याए ठाउँमा, र अनि त्यसपछि कन्स्टिट्युसन पास भयो भन्छन् क्या धेरैले। अनि सुशील कोइराला थिए कन्स्टिट्युसन पास हुने बेलामा नेपाली कङ्ग्रेसको, घुचुक पास गरे। तपाईँलाई थाहा छ कि थाहा छैन, देश चाहिँ एउटा क्राइसिसको मोडमा पुगिसके पछाडि चाहिँ होइन अब यो जसरी पनि पास गर्नुपर्छ, धेरै लम्ब्याउनु हुन्न होइन, राष्ट्रिय अन्तर्राष्ट्रिय चलखेलहरू धेरै हुन थाल्यो भनिसके पछाडि एकदम सर्ट टाइममा सबैजना एउटा एग्रिमेन्टमा आएर, तपाईँलाई थाहा छैन होला, भारतदेखिका मान्छेहरू आउनेदेखि लिएर बडो चहल पहल थियो, के हुने हो अब जस्तो स्थिति थियो। त्यतिखेर चाहिँ घुचुक नेपाली युनाइटेड नेपाली लिडर्सहरू सबै एक ठाउँमा आएकै हुन्। त्यतिखेर सबैजना ल अब चाहिँ गडबड हुने चान्स छ भनिसकेपछि अन्तिम मोमेन्टमा सबैजना सँगै आएर कन्स्टिट्युसन पास भयो। केपी शर्मा ओली चाहिँ अन बोर्डमा आएको कारण चाहिँ पिएम फर्स्ट प्राइम मिनिस्टर कन्स्टिट्युसन पछाडिको हुन पाउँछु भनेर हो भन्छ, नसोध्नु मलाई। तर उनी आइसकेपछि के भयो भन्दाखेरि उनी आउनुभन्दा अगाडि नै कन्स्टिट्युसन जसरी पास भयो तराईका मान्छेहरू त्यसबाट सेटिस्फाइड थिएनन्। तराईमा त्योभन्दा अगाडि नै दुईवटा ठुल्ठुला आन्दोलन भइसकेका थिए। त्यस पछाडि नयाँ आन्दोलन सुरु भयो, त्यतिखेर मधेस आन्दोलन तेस्रो सुरु भयो। बहुत ठुलो घटना भयो। त्यहाँनिर सुशील कोइराला थिए त्यतिखेर होइन, तर केपी शर्मा ओली आउने बित्तिकै नयाँ तेज ल्याइदियो उनले आन्दोलन। जे मलाई त्यही भनिदिने हेर्नुहोस्, मुखमा जे आछ त्यही भनिदिने। पहिला कुरो त कन्स्टिट्युसन बन्ने बित्तिकै पहिला थाहा थियो नि त तपाईँलाई, एउटा चाहिँ एक तरिकाले चाहिँ तराई नै फुट्छ कि क्या हो भन्ने एउटा खालको सेन्टिमेन्ट्स थियो, बनिरहेको थियो। कोही मान्छेहरू पनि थिए, एउटा पार्टी पनि थियो, अहिले पनि छ नि त्यहाँ, जसले चाहिँ होइन तराई स्वायत्त प्रदेश हुनुपर्छ भन्ने लागेको मान्छे पनि थिए। त्यो सेन्टिमेन्ट्सले गर्दाखेरि चाहिँ के भइरहेको थियो भन्दाखेरि चाहिँ अब तराई नै इन्डियामा गाभिन्छ कि क्या हो भन्ने एउटा सेन्टिमेन्ट्स हावी थियो। त्यतिखेर चाहिँ तराई र पहाडको बिचमा यति ठुलो फाटो भइसकेको थियो कि अनलाइन त्यतिखेर ट्विटर एकदम थियो। बाबा हो, अहिले मलाई छक्क पर्छ कि अहिले ठाउँ ठाउँमा पुगिसक्यो ती सबै इन्फ्लुएन्सरहरू। त्यतिकै इन्फ्लुएन्सरहरू आम्मा आफ्नै देशका जनताहरूलाई उनीहरूले चाहिँ अर्को देशको जनता भनेर, म नामै त तोक्दिनँ होइन, उनीहरूले चाहिँ त्यो देश, आफ्नो देश नै क्र्याक भइसकेको स्थिति थियो क्या। उनीहरूले चाहिँ अब तराईका मान्छेहरूलाई अब भएन भनेर फेरि उनीहरूले प्रोटेस्ट गर्दै थिए, इन्डियाले इम्ब्रागो लगाइदियो। अब त्यहाँ चलखेल त भित्र केही न केही थियो होला, तर त्यस पछाडि त ओहो छोडिदिनुहोस् न अब होइन। अब त्यो चाहिँ आफ्नै देशका मान्छेहरूलाई अर्को देश अथवा त्यस्तो भन्ने मान्छेहरू टन्नै थियो, स्पेसली सोसियल इन्फ्लुएन्सर है अनलाइनका। केपी शर्मा ओलीको हाई हेर्नुहोस् त्यतिखेर होइन, यो त 56जना मरे, डाइरेक्ट ड्याङ ड्याङ गोली हानेर हो, छातीमा टाउकोमा गोली हानेर मरेका हुन् त्यतिखेर मान्छे। भन्न चाहिँ अहिले अर्डर लाउनु पर्दैन भन्छन्, तर त्यतिखेर पनि मान्छेहरू पुरै तपाईँको चाहिँ तराईमा चाहिँ तपाईँको गएर मान्छे ड्याङ्की ड्याङ छातीमा टाउकोमा गोली हानेर मान्छे मर्यो। तर त्यतिखेर चाहिँ धेरै मान्छेले त्यो हुन्छ त पुलिसले ढुङ्गा हान्न गएपछि त्यस्तो भइहाल्छ नि भन्ने खालको तर्क गर्थे है। म छक्क पर्थेँ क्या त्यतिखेर। अहिलेका ठुल्ठुला, अहिले त हराए तिनीहरू, तर धेरै ठुला ठाउँमा गइसक्यो त्यो इन्फ्लुएन्सरहरू, तिनले पनि त्यस्ता भन्थे। अनि केपी शर्मा ओली आइसके पछाडि चाहिँ तिनीहरूले के गरे भन्नुहुन्छ भने, केपी शर्मा ओली एउटा भाषणमा जाने, त्यस पछाडि उसले चाहिँ के भनिदिने भने म चाहिँ घर घरमा चाहिँ ग्यास सिलिन्डर लिएर आइन्छु, यहाँ लिएर आइन्छु, त्यहाँ लिएर आइन्छु भन्ने, मान्छे पर ताली बजाउने। केरम काठमाडौँ पोखरा रेल आइसकेपछि बेनीसम्मका रेलका लागि त केही भन्नु पर्ला जस्तै लाग्दैन मलाई। पोखरा रेल आएपछि बेनी जाँदैन, बेनी जाँदा कहाँबाट जान्छ, कुस्मा हुनु परेन। सिलिन्डरको फेज समाप्त गर्दैछु, घरमा चुलामा पाइप न एउटा खस्टा कागज छ, न कसरी अगाडि जाने भन्ने खाका छ, न कुनै प्लान छ, न पोलिसी छ, यत्तिकै खोक्थ्यो अनि मान्छेहरू पर तालेर ओहो केपी शर्मा ओलीको हाई हेर्नुहोस् त्यतिखेर। यस्तो भ्याकुम थियो कि विकासको त्यतिखेर। त्यही भने नि मैले, जो चाहिँ सो कल्ड इन्फ्लुएन्सरहरू थियो उहाँ पनि केपी भक्त होइन, म राष्ट्रभक्त हुनु कि नराम्रो हो टाइपको उत्तर आउने। जबकि राष्ट्रभक्त हुनु नराम्रो होइन क्या, बिना कागजात, बिना लेखाजोखा, बिना चाहिँ खाका, बिना गाइडलाइन्स त्यसै हल्लामा लागेर हुन्छ त, हुँदैन नि त। तर यत्तिको भन्ने पनि हाम्रो नेता थिएन भनेर क्या खुकिलिन्छ त होइन, काम गर्ने मान्छे पो चाहिन्छ त।
भएन। केपी शर्मा ओलीले चुनावै गराउन नखोज्ने क्या, चुनावै गराउनै सकेनन्। एउटा त अब तराईमा त्यत्रो हङ्गामा भइरहेछ, उनी जतिखेर चाहिँ आगोमा घिउ थपै गर्ने, त्यही भएर प्रचण्ड र देउवा मिलेर केपी ओलीलाई फालेर एउटा चुनाव गराएका हुन् त्यतिखेर, होइन? तपाईँको निर्वाचनहरू त्यतिखेर भयो। दोस्रोचोटि पनि उनीलाई हटाएपछि नै शेरबहादुर देउवा र चाहिँ प्रचण्डले निर्वाचन गरायो। अभियसली उसले हामीलाई युटिलाइज गर्यो, हाम्रो इमोसनलाई इभोक गयो, एउटा उसले हत्कण्डा गरिराख्ने क्या। अर्कोचोटि फेरि प्रधानमन्त्री भयो, अब चाहिँ उहाँ चाहिँ नक्साको कुरा निकाल्यो। हो नक्साको कुराहरू सल्भ गर्नुपर्छ, यस्ता चाहिँ राष्ट्रवादी कुराहरू सल्भ गर्नुपर्छ, तर यसको लागि जनता भड्काएर काम छैन क्या। जनता भड्काएर के हुन्छ? तपाईँ गएर के इन्डियालाई एट्याक गर्ने, खुकुरी खोडाले हान्ने गर्न सकिँदैन नि त। डिप्लोमेटिक तरिकाले जानुपर्छ क्या। पोलिटिक्समा डिप्लोमेसी भएन भने काम छैन। पोलिटिक्समा तपाईँको इन्डिया रसियासँग पनि मिलेको छ, इन्डिया अमेरिकासँग पनि मिलेको छ। त्यस्तो खालको ब्यालेन्स चाहिन्छ कि जहाँले रसियासँग पनि मिल्ने, इन्डियासँग के अरे अमेरिकासँग पनि मिल्ने, त्यस्तो खालको ब्यालेन्स, त्यस्तो खालको सुझबुझ भएको मान्छे चाहिन्छ क्या। नत्र भने देश चाँडै नै धेरै ठुलो अप्ठ्यारोमा पर्ने चान्स हुन्छ। त्यही भएर म चाहिँ के भन्छु भने, जो मान्छेले तपाईँलाई चाहिँ यस्तो कुरा गरेर तपाईँलाई भित्रबाट यत्तिकै होइन दन्दनाउने कुरा गरे, विकासको काम होइन क्या, विकासको कामदेखि लिएर बाँकी जस्तो सडक बाटो, त्यस पछाडि चाहिँ होइन तपाईँको चाहिँ बिजुली बत्ती, त्यसपछि पानीदेखि लिएर आधारभूत कुराहरू, अनि त्यसपछि लाइफस्टाइलको कुराहरूलाई चाहिँ तपाईँले चाहिँ उजागर गर्न नसकेर, त्यो कुरामा कुरा गर्न नसकेर, राष्ट्रवादी होइन तपाईँको मन भित्रैबाट हल्लाउने धार्मिक होइन जातिवाददेखि लिएर यी आदि कुराहरू अथवा चाहिँ अरू कुनै सोसियल इस्युहरू निकालेर तपाईँलाई भड्काउने काम गर्छ नि, जसले अराजक कुरा गर्छ नि, त्यो मान्छेले लामो समयसम्म विकास दिन सक्दैन। त्यो मान्छेले गर्ने भनेको तपाईँलाई भड्काउने नै हो, तपाईँलाई रिसाउने, जुगाउने मात्रै हो। त्यही भएर त्यस्ता मान्छेहरू सजग रहनुहोस्। यो कमसेकम लाइफ त अलिअलि मैले देखेको लामो छोटो एक्सपिरियन्स भनौँ कि लामो एक्सपिरियन्स मैले के देख्छु भने, जो मान्छेसँग एक्सपिरियन्स छैन नि, त्यो मान्छेले खासै के काम गर्न सक्दैन। एक्सपिरियन्स छैन, धरातल छैन, ग्राउन्डेड छैन भने इच्छा त हाम्रो नि छ नि त, मन देश विकास गरिदिन्छु भन्ने इच्छा हुन्छ नि त, सकिन्छ त? सकिँदैन। यस्तो क्रुसियल डिसिजन लिन पर्ने हुन्छ। राजनीति भने यस्तो कुरा हो जहाँनिर चाहिँ आफू घृणित भएर पनि डिसिजन लिन पर्ने हुन्छ। यस्ता अप्ठ्यारा डिसिजन पावर हुनुपर्छ क्या। त्यो हावामा उडेर काम छैन, खाका हुनुपर्छ। कहाँबाट पैसा आउँछ, कति वर्षसम्म पैसा आउँछ, टाइम लाइन के हो, म्याप के हो, के कुराले अडचन, अब जस्तो नेपालमा त कानुनहरू पनि हुन्छ, कुन कानुनले अडचन पार्छ र त्यो कानुनहरूलाई कसरी सुल्झाउने, यी सब कुराको आइडिया हुनुपर्छ। एकजनाले मात्रै बन्दैन। फेरि हाम्रो के छ भने, हाम्रो मुलुकमा चाहिँ हामीले एकजनाले गर्छ भन्ने सोच्छौँ कि हुँदैन, गर्न सकिँदैन। एकजनाले मात्रै काम हुँदैन, कहीँ पनि हुँदैन। एकजनाले मान्छे कहीँ पनि काम हुँदैन। लाखौँ हजारौँ मान्छे चाहिन्छन्, जो स्किलफुल मान्छे चाहिन्छन्। स्किलफुल मान्छेलाई कजाउनै सक्ने मान्छे चाहिन्छ। त्यो मान्छेलाई फेरि घोक्रा ठ्याक लगाएर काम गर भनेर काम गर्दैन। डिप्लोमेटिक तरिकाले होइन, तपाईँको चाहिँ रिवार्ड गर्ने हो कि त्यस पछाडि पनिस गर्ने हो कि सिस्टमले, कानुनले हुन्छ। जे मनलाई त्यही आउँछ आएर एउटा कुरा गरेर हुँदैन है। एउटा चाहिँ सुझबुझ भएका मान्छेहरू चाहिन्छन्। त्यस्ता मान्छेहरू अगाडि बढ्यो भने देश पनि अगाडि बढ्छ, नत्र भने अलि अगाडि गएर खाल्टोमा घर ल्याङ।